अहिले एकदमै मान्छेहरू वेट लस र्यापिडली वेट लस गर्नको लागि किटो डाइटहरू गर्नुहुन्छ हैन। त्यो किटो डाइट गर्दाखेरि पनि कलेजोलाई असर गर्न सक्छ, किनभने आई थिंक किटो डाइटमा चाहिँ प्रोटिन र फ्याट एकदम धेरै खानुपर्ने हुन्छ। त्यो एक्सेसिभ फ्याट खाँदा चाहिँ तपाईको वेट त घटिरा हुन्छ बिकज तपाईले कार्बोहाइड्रेट खानुहुन्न हैन, तर त्यो फ्याटले चाहिँ तपाईलाई कोलेस्ट्रोलहरू बढाइरा हुन सक्छ या चाहिँ फ्याटी लिभर गराइरा हुन सक्छ। त्यही भएर त्यो कुराहरू पनि बुझेर जाँचेर मात्रै गर्ने सुझाव दिन्छु हैन। सबैजनालाई एउटै चीजले राम्रो हुन्छ भन्ने छैन। हाम्रो शरीर चाहिँ हरेक मान्छेको शरीर डिफरेन्ट हुन्छ के, कसैलाई त्यही चीजले राम्रो गर्ला कसैलाई नगर्ला हैन। जथाभावी किटो डाइट उलाई त भयो रे मलाई नि हुन्छ भन्ने त्यो हुँदैन। तपाईको साथीलाई त्यसले राम्रो भयो, सबै रोगहरू ठीक भयो, तपाईलाई चाहिँ बिगार्न पनि सक्छ के। त्यो कुरा चाहिँ ख्याल गरेर मात्रै आफ्नो शरीरलाई के सुइटेबल हुन्छ त्यो अनुसारले गर्नुपर्ने।